हाई गाइज, वेलकम टु माई च्यानल। आज मैले बनाउन गइरहेको छु कुखुराको मासु। लास्टसम्म हेरेर साथ दिनुहोला अनि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गर्न नबिर्सिनुहोला है त। यहाँ अलिकति मासु लिए अनि यहाँ अलिकति प्याज काटेँ। यो चाहिँ मैले मसला पिस्नको लागि रेडी गर्दैछु। हाम्रो कराई तातिसकेको छ। यसमा मैले अलिकति तेल राख्छु। हाम्रो तेल तातिसकेको छ र मैले यसमा मासु राख्छु पहिला। यसलाई राम्रोसँग चलाउने। अनि स्वाद अनुसार मैले बेसार राखेँ। त्यसपछि मैले स्वाद अनुसार नुन पनि राखेँ। अनि यसलाई राम्रोसँग चलाउने। एकैछिन राम्रोसँग चलाइसकेपछि मैले अघि काटेर राखेको प्याज पनि राखेँ। एउटा हातले भिडियो बनाउँदै अनि अर्को हातले पकाउँदै गर्न गाह्रो पो हुँदो रहेछ। मैले मासुलाई लो हिटमा केही समयसम्म चलाएँ अनि ठिक्क पारेको मसलाहरू सबै पिनेर राखिदिएँ अनि सँगसँगै यसमा टमाटर पनि राखेँ। केही बेर पकाइसकेपछि मासुको लुक्स यस्तो आएको छ। देख्दा निकै नै मिठो खाउँ खाउँ जस्तो भएको छ अनि मैले यसलाई केही बेरसम्म छोपिदिएँ। अनि यसलाई पानी राखेर मैले केही बेर पाक्नको लागि छोडिदिएँ। आज मैले हल्का ग्रेभी टाइपको बनाउन खोजेकोले यसमा मैले पानी राखेकी हुँ, नत्र हजुरहरूले आफ्नै इच्छा अनुसार बनाउन सक्नुहुनेछ। लगभग हाम्रो मासु बनेर खानको लागि तयार भइसकेको छ। हेर्न सक्नुहुन्छ। यसमा मासुको भित्रभित्र पनि नुनहरू पसिसकेको छ अनि टेस्ट गर्नको लागि मैले मेरो हस्बेन्डलाई दिएँ। थ्याङ्क यू फर द फुल वाच। प्लिज लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू सो मच। लभ यु अल। बाई बाई।